दर्शन नमस्ते सबैजना सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु आज हामी कतै घुम्न हामी चाहिँ हाम्रो स्थानबाट निस्किसक्यौँ। यो देखेर त हजुरहरूले थाहा पाइसक्नुभयो हाम्रो ठाउँ कहाँ हो भनेर। मैले कन्टिन्यू भिडियो खिचिन, त्यही भएर फेरि मैले बिचदेखि स्टार्ट गरेँ। हामी जाँदैछौँ। यो देखेर त हजुरले थाहा पाइसक्नुभयो हामी कहाँ जाँदैछौँ। हरिहरी वाउ, यस्तो राम्रो छ भ्यू, यस्तो राम्रो छ भ्यू। हेर्नु न कस्तो हरियाली छ, जहाँ देख्यो त्यहीँ हरियाली छ, जता देख्यो त्यहीँ हरियाली। एकछिन बस्नु नै छ त्यहाँ, यस्तो ठाउँ छ। अब हामी फेरि लाग्यौँ। फाइनली हामी पुग्यौँ हाम्रो गन्तव्यतिर। यस्तो राम्रो छ नि, यस्तो राम्रो छ। हामीले त्यहाँ फोटो पनि खिच्यौँ, भिडियो पनि बनायौँ र हामी फेरि निस्क्यौँ त्यहाँबाट। अब हामी सप्तरीतिर जानेछौँ। अहिले चाहिँ हाम्रो प्रदेश चिनाइने यो कोशी नदी हामी तर्दैछौँ। वाउ, हेर्नु न बाढी आएको छ, जताततै पनि पानी नै पानी निर्माण भइरहेको। वाउ, कस्तो राम्रो सिन, त्यही पनि मैले खिचिहालेँ जस्तो भए पनि। कोशीपुर फाइनली हामी तरेर हामी अघि बढ्यौँ सप्तरीतिर। अब हामी जानेछौँ यता। वाउ, यस्तो शान्ति कनकारी मन्दिर, यस्तो शान्ति पिस इन्भाइरोमेन्ट। हेर्नु न मेरो हस्बेन्ड हिँड्दै हुनुहुन्छ रखर मैले पनि भिडियो खिचिदिँदैछु। यस्तो पिक्चर बनाएकोमा यो चाहिँ पिक्चर बनाएकोमा मलाई चाहिँ जनकपुर जस्तै कस्तो भ्यू आएको क्या। कस्तो राम्रो, हरे कस्तो मन्दिर, शान्त वातावरण, हरे मजाको क्या। यहाँ हामीले माताको दर्शन गऱ्यौँ। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ। हामी त त्यहाँ बाजेको पेडामा पनि पसेका थियौँ, त्यहाँ हामीले खाजा खाएका थियौँ, त्यो त भिडियो खिच्नै बिर्स्यौँ। त्यसपछि हामी फतेहपुर हुँदै निस्क्यौँ। फतेहपुरबाट हामी बेलटारतर्फ लाग्यौँ। कन्टिन्यू ब्लग है। अब हामी रामपुर निस्क्यौँ। अब चतराको बाटो हुँदै हामी हाम्रो हेर्नु न कोशीको पनि यहाँ फेरि अलिकति मैले फेरि खिच्नै पाइनँ। मेरो हस्बेन्डले चाहिँ खिच भन्दै हुन्थ्यो, कसरी खिच्नु वहाँ पर देखिन्छ। त्यही भएर मैले अलिकति मात्र अब हेर्नु सुरुमा अब लास्टमा चाहिँ एकदम पुरै देखिन्छ। फेरि हामी कोशीकैतिर आइपुगिसक्यौँ। कोशी त आयौँ तर हामी चतराको कोशी आयौँ, चतरा जाने बाटोतिर। वाउ, कस्तो राम्रो यहाँ हेर्नु न रोडहरू एकदम। वाउ, पहाडहरू यस्तो राम्रो थियो। त्यहाँ शीतल यता अहिले यस्तो यहाँ हाम्रो ठाउँमा चाहिँ यस्तो गर्मी थियो, त्यहाँ पुगेपछि आनन्द आएको थियो। यस्तो शीतल हावाबाट म चाहिँ भन्दै थिएँ बस्नु एकछिन बसेर जाऊँ न भन्दै थिएँ, तर हामीलाई ढिला भइसकेको थियो। हेर्नु न पानी पनि पर्न आँटिसकेको थियो। हामीलाई त भेट्छ जस्तो भएर डर लागिरहेको थियो, तर हामीलाई भेटेन। खुसी लाग्यो। हेर्नु न हामीले मस्तरी घुम्यौँ यहाँ पहाडहरू। वाउ, कस्तो राम्रो क्या, कस्तो राम्रो। वाउ, यहाँ फुल पनि यहाँ भाइरल यस्तो राम्रो थियो। पानी पर्नै झर्नै आँटिसकेको जस्तो छ। त्यही भएर हामीले यहाँ केही खिच्न हाम्रो आयो भाइरल फोटोसुट गर्ने ठाउँ कोशीपुर। फेरि हामी कोशीपुरतिरै आइपुगिसक्यौँ। अनि हामीले यहाँ फोटो खिच्यौँ, भिडियो बनायौँ, केही समय बस्यौँ। अनि त्यहाँबाट हामी निस्क्यौँ। हामी अब निस्किन्छौँ यहाँबाट। वाउ, कस्तो राम्रो।
फाइनली हामी सुनसरी जिल्ला प्रवेश गऱ्यौँ। हामी कोसीपुर कटेर चतरातिर लाग्यौँ। हेर्नु न र मैले त भिडियो बनाइनँ त तपाईँको र मेरो भनेर अनि फेरि मैले स्टार्ट गरिहालेँ। फेरि अब मैले देखाउँछु। हेलो 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 ढुङ्गामा नअर्छ नि जुन यहीँबाट जान्छ। हामी चतरातर्फ लाग्यौँ। अब यस्तो राम्रो छ। हामी त्यसपछि धरान आइपुग्यौँ। त्यसपछि हामीले आलु निम्की खायौँ। त्यसपछि फेरि हामीले हाम्रो स्थान बसोबास गर्ने स्थानतर्फ लाग्यौँ। केही समयपछि हामीले त्यहाँ पनि पुग्यौँ। त्यहाँ पुगिसकेपछि हामीलाई एकदमै भोक लागेको थियो। त्यहाँ आलु निम्की त खाइयो तर हामीले खाजा खाएका थिएनौँ। त्यही भएर फेरि हामीले खाजा खान गयौँ। मैले लास्टमा खिचेको है। खाजा खाइसकेर हामी घर गयौँ।